हेलो नमस्ते सेयर सुन लासे फेफला झोले ढुकुर यहाँहरुले फेरि पनि मेरो न्यू ब्लगमा स्वागत छ। म तपाईहरुको साथै मिस्टर उमेश। अनि आज कन्टेन्ट भनेको मेरो अब खतरा हुनेवाला छ। किन भन्दाखेरि अहिले हामी चाहिँ उता त्यो जान खोजिरहेको छ क्या। उता कुन रे रामधुनी भन्दा नि अहिले शंकर बिहारी भनेर हुँदैन हैन। शंकर बिहारी भनेर हुँदैन हैन। आर यु कमेडी मी? शंकर बेली पार्क चाहिँ एकदम नै चर्चित अथवा भाइरल भएको थियो। उतैतिर हामी जान खोजिरहेको छु। म चाहिँ मस्त तरिकाले सुतिरहेको थिएँ। फेरि सुरज साथी एकदम बच्चेदेखि साथी त्यसले झट्ट फोन गरिदियो क्या। मैले फेरि अन्त अर्कै काममा जान खोजिरहेको थिएँ। त्यसले फेरि मलाई फोन गरिदियो। फोन गरेर ओ जानुपर्छ उता यताउति भन्यो। फेरि गजदारले फोन गरेको छ भन्न थाल्यो। अरूको काम त अरू दिन हुन्छ भन्न थाल्यो कि। त्यसले गर्दा ल ठिकै छ उता क्यान्सल गरेर म यतातिर लाग्दैछु। सो लेट्स सी गाइस कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँदै जान्छु। सो फाइनल्ली हाम्रो चौकमा चाहिँ हेर्न सक्नुहुन्छ यस्तो खतरा भएको छ हैन। अस्ति यहाँ चाहिँ एक्सिडेन्ट भएको थियो कि यही ठ्याक्कै। अनि त्यसले गर्दा चाहिँ अब एक्सिडेन्ट नहोस् भनेर यस्तो यति व्यवस्थित तरिकाले गरेको छ कि यति चाहिँ हुनुपर्छ क्या। सो आफ्नै चौक पनि यति खतरा भएको छ हैन। अब चाहिँ एक्सिडेन्ट हुँदैन होला नि त हैन। एक्सिडेन्टको रोकथाम त भयो नि त हैन। पहिला यस्तो थियो कि खुला थियो पुरै हाम्रो गाडी सेपेर आउने होइन। अनि लास्ट तनाव गरिदिएर हुन्छ क्या। खतरा भएको छ क्या। त्यो चर्चिकालाई देखाएर चाहिँ हाम्रो सब हेरेर चाहिँ के गर्दैछ भनेर चर्चिकालाई यस्तो छ हाम्रो होइन। त्यो आउँछ अब मिस्टर उमेश बा। हाम्रो चोक पनि यस्तो खतरा भएछ है होइन त। सो हामी चाहिँ अहिले कुन शंकर बिहारी पार्क होइन त्यो पार्क जाँदैछौँ। अनि उताबाट चाहिँ हाम्रो भरत गजदार आउँदैछ कि। यहाँसम्म पुग्यो। बिहानै 7 बजी फोन गरेको अहिले 11 बजी लाग्यो। अहिलेसम्म आएको छैन कि त्यही भएर चाहिँ आधी बाटोसम्म यसो जानु पऱ्यो भनेर जाँदैछ हामी चाहिँ शंकर बिहारी पार्क होइन त। त्यही भएर चाहिँ हामी जान लाग्यो होइन। म नि घरमा अब थिएँ हेर्न सक्नुहुन्छ मिस्टर उमेश भ्लगमा आउँछ है त। सो यो बाटो यमराजको गाडीहरू पनि बढी मात्रामा हिँडेर आउँछ। यमराज एउटाको हो होइन। यो विराटनगरको बाटो हो। विराट चोकदेखि विराटनगरसम्म जाने बाटो हो नि यो त सर्टकट बाटो हो। यो चाहिँ सजिलो हुन्छ सबभन्दा छिटो छटकन पुग्छ होइन। बाटो पनि एकदम यो वान छ यो ठिक छ क्या। विराटनगर जानेहरूको लागि चाहिँ विराटचोकदेखि विराटनगर जानको लागि चाहिँ यो बाटो सबभन्दा सजिलो र खुला पनि हुन्छ। हाइवेबाट गयो भने त अब तपाईँले के हुन्छ भने स्टडी हुँदै जानुपर्ने हुन्छ कि लङ टुर पनि हुन्छ। अनि फेरि अब हाइवे पऱ्यो नि त त्यसले गर्दा यस्तो हुन्छ। एक्सिडेन्ट पनि बढी मात्रामा हुन्छ। त्यसमा चाहिँ अब चान्सेस हुँदैन। सो लेट्स सी अब हाम्रो शंकर बिहारी त अब उता छँदैछ। अब जान बाँकी छ। यता भरत गजदार बिहारी कहाँ छ अब हेर्छौँ है त। त्यहाँ गएपछि देखाउँछु होला। हाम्रो गजदारपट्टि यहाँ रहेछ। भन्यो भनिसक्यो ल जाउँ उस यति बेला इटरी पुगिसक्यो हामी। शंकर बिहारी पार्क पुगिसक्यो। यो यसलाई खोज्दा खोज्दै हैरान पारेन त्यहाँ यस्तो छ हाम्रो गाडी हेर न गाडी। किन गाडी बिग्यो यार। घुम्न जान लागेको थियौँ हामी शंकर बिहारी पार्क। गाडी यस्तो भइदिन्छ के भन्नु। चल्ला बन्द भइदिन्छ वाल्डिङ गरेर भर्खर यो हेरिरहेको छ नि। यतिको वाल्डिङ गर्दा पनि काम लागेन। बाइक पनि अब कोबर छ फेरि सकिन्छ त तेल त्यसले पास भएको छैन भन्छ म्याडम। यस्तो गाली आउँछ क्या मेरो। त्यही भएर गाली नगरौँ भनेर थिएँ। गाली आइदिरहेको हुन्छ क्या। गाली नगरौँ भनेर थिएँ। गाली आइदिरहेको हुन्छ क्या। के बोले भाइ? अब के बोले के छ थाहा भाइ बोले? घरदेखि अपमाएर आएछ। तेल बन्द रहेछ। तेल पासै हुँदैन यार। आज त तेल पासै हुँदैन। कतिको त्यति छ मान्छेलाई हाल्छ। आजै अब हेर कति कुदेको आमामा बल्ल तेल पास हो नि त।
सो अहिले ठ्याक्कै हामी इटरी पुल आइरहेको छौँ यो आर्यघाट तपाईँहरू हेर्न सक्नुहुन्छ होइन ठ्याक्कै इटरी चोक आइपुग्नु लाग्यो अब सो अहिले हामी ठ्याक्कै चाहिँ अहिले इटरी चोक आइपुग्यो है अब होइन अस्ति आगलागी भएको यो बिल्डिङ तपाईँहरू हेर्न सक्नुहुन्छ यही आगलागी भएको क्या अस्ति यति खतरा भएको थियो तर आगलागी भएर यो तनाव भयो सो अहिले हामी ठ्याक्कै चोकमा आइरहेको छु अनि ट्राफिक लाइट चाहिँ बोलाएको छ यही हो नि अस्ति आगलागी भएको तपाईँहरू हेर्न सक्नु यो पुरै आगलागी भएर आइरहेको है सो यो इटरी चोक तपाईँहरूले ठ्याक्कै हेर्न सक्नुहुन्छ होइन इटर चोक यो चाहिँ इटर चोक यस्तो चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ ट्राफिक जाम त गर्छ अरू केही छैन जे होस् गोर्खाटी यो चाहिँ धरान जाने बाटो हो नि त सो हामी तररासम्म जान्छौँ तररादेखि उता अब बाटो सोलिड छ यार सोलिड छ बाटो यतिको त हुनु पऱ्यो क्या हाम्रो नेपालमा यतिको बाटो त पाउनुहुन्छ राम्रो होइन विराटनगरदेखि धरानसम्मको बाटो यो चाहिँ है खतरा भएको छ क्या बाटो त्यो सोलिड दाडी बनाएको छ क्या बाटो चाहिँ सो फाइनली शङ्कर भ्याली पार्क आइपुग्यो 2 घन्टाको प्रतीक्षापछि खोज्दा हैरान वा कति कबेत श्रेष्ठ भन्दा हुँदैन अलिक चिलमा भएको भए रमाइलो हुन्थ्यो हैरान वा कति कबेत श्रेष्ठ भन्दा हुँदैन अलिक चिलमा भएको भए रमाइलो हुन्थ्यो के बोले भाइ के बोले के छ थाहा भावी बोले फाइनली शङ्कर भ्याली पार्क आइपुगेको छौँ हामी चाहिँ अब हेरौँ के हुन्छ देखाउँदैछौँ गाडी साडी रोक्दैछु म अटो यहाँ दुइटा आइसकेको छ सो अहिले हामी ठ्याक्कै शङ्कर भ्याली पार्क आइपुगेको छौँ तर यसमा गेट सेट नि बनाएको छैन किनकि यो नयाँ पार्क हो नि त भर्खर स्टार्टिङ भएको छ तर भाइरल भइसकेको छ कि गेट सो फाइनली हामी चाहिँ शङ्कर बिहारी पार्क आइपुग्यो होइन त ओइ शङ्कर भ्याली पार्क आइपुगेको छ नि त खोज्दै हैरान इटरी भनेर आएको बाफ्रे के को इटरी हुने यार लगभग 3 घन्टा वेस्ट भयो हाम्रो होइन अहिले हामी कहाँ अरे फाइनली आइपुग्यो होइन त खोज्दा यसो अब कहाँ हो पहिला अब चिसो खाइदिउँ ठ्याक्क आएछ नि त बल्ल आइपुगेको छ 10 घन्टा पछि 10 त 3-4 घन्टा हाम्रो यत्तिकै खोज्दा हैरान भएको थियो सो अब पहिला चिसो खानु पऱ्यो भन्दैछ हाम्रो के कुन चिसो यो आइसक्रिम खाने केटाहरू त आइसक्रिम खानु अरू भएको अब चेस हुन्छ अब चिसो छ नि त त्यो भएर चेस हुँदैन भन्छु केटाहरूलाई ठिक छ ल तैँलाई चाहिँ क्या के खाने चटपटे चाउमिन आरा कुन ठाउँ छ आरा ठाउँ फुलबारी रहेछ फुलबारी बस्दाले चाहिँ मलाई सिकाउँदैछ उमेश यसरी खानु भने ल कसरी खानु पर्ने देखाएको थियो मलाई कसरी खानु पर्ने रे म त यसरी खान्छु सुरजले त सिम्पल तरिकाले खाइरहेको जुन तरिकाले त्यो सिम्पल उसले त भरतले सिकाउँछ मलाई क्या अघि कसरी रे भरत फेरि वान्स मोर अघि मजाले देखाएको थिएन कि वान्स मोर कसरी काँटाले चाहिँ ठ्याक्कै घुमाइ अब त्यसमा चाहिँ ल ठिक छ हाम्रो केटाहरूको चल्ती केटा यस्तो छ होइन मेरो नि यस्तो छ कति भएपछि काम बन्छ कि भनेर हो कि ल सो अहिले हामी ठ्याक्कै भाइरल पुल हो नि त यो भाइरल ब्रिज अनि यो पुलले गर्दा चाहिँ पुरै भाइरल भएको क्या मेन है
मेन यो पुल हाम्रो यो केटाहरू हाम्रो साथीहरू हामी खोज्दा खोज्दै बल्ल 2 घन्टा वेस्ट भयो क्या 3 घन्टामा अनि त्यसपछि बल्ल आइपुगेको छ हामी चाहिँ यहाँ हाम्रो साथीहरू हामी यस्तो होइन हामीतिर आएको फोन आएको थियो मेरोमा के कस्तो सो हाम्रो साथी चाहिँ यहाँ क्यामेराम्यान होइन यता अब पोइदिएर हाल्छ हाम्रो साथीहरू सो यता म चाहिँ यसो दिनुपर्ने त अब हाम्रो साथीहरू पुरै क्यामेराम्यान भएको थियो र हाम्रो साथीहरू 2 जना अब क्यामेरा चाहिँ थमाउनु पऱ्यो भयो 2टा क्यामेरा भएको भए त हाम्रो इन्कम नै हुन्छ हाम्रो साथीहरूलाई 2 जना 3-4 जना म्यामहरू हुनुहुन्छ सो यो चाहिँ पुरै यो फुल हो यहाँ फुल देखाउनु पऱ्यो नि त फेरि मेन फुल हो अनि यहाँ हाम्रो केटाहरू साथीहरू क्यामेराम्यान भएको थियो हाम्रो केटाहरू मेन भाइरल भनेको यो फुल हो अनि यता अनि सो यस्तो छ हाम्रो साथीहरू क्यामेराम्यान भयो सो तपाईँहरूले हेर्न सक्नुहुन्छ ठ्याक्कै यहाँ शङ्कर बेली पार्कको चाहिँ मेन विशेषता भन्नु यो फुलबारी हो हाम्रो होइन यो फुलहरूले गर्दा हो क्या पुरै भाइरल भएको यहाँ चाहिँ आमामा के भन्नु यो बढी मात्रामा चाहिँ अब कपालहरू आउनुहुन्छ होइन लेडिजहरू चाहिँ बढी मात्रामा मैले देखेँ लेडिज देन अब कपालहरूको लागि चाहिँ राम्रो ठाउँ रहेछ क्या यो चाहिँ होइन अनि हामी जस्तो अब सो हेर्न सक्नुहुन्छ होइन ल पार्दा उमेशलाई कसरी उमेश शिवालाई कति सम्झिन्छ यो पार्क खान पार्क रहेछ नि त्यो शङ्कर पार्क रहेछ नि त यता शङ्कर दादा उही मिस सो शङ्कर बेली पार्कमा चाहिँ मेन भनेको कपालहरूको लागि चाहिँ राम्रो छ होइन अनि हामी चाहिँ अब तिरपलको पनि अब यी सब केटा भएपछि यस्तो काम बिग्रिन्छ क्या काम बिग्रिनु कारण यहाँ अन्त किन भन्दाखेरि धेरै गाह्रो भयो हाम्रो केटाले यहाँनिर फोटोसट गरिदिनु पर्ने भयो हाम्रो सेटले ठिक छ गरिदिन्छु म तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले शङ्कर बेली पार्कमा छौँ हामी अनि तपाईँहरू हेर्न सक्नुहुन्छ अर्को पनि यहाँ पुरै कपाल मात्र हेरिराख्नु भएको छ नि मेरो भनेको के अरे शङ्कर त बेली हो कि मैले नि शङ्कर मात्र भने बेली पनि हो तर मेरो विशेषता के रहेछ भने कपालहरू चाहिँ आउनु पर्ने रहेछ निकै टाइम लाग्यो खोज्दा नभेटेर तनाव इथरीमा छ भनेर आएको इथरीमा खोज्दा पुरै इथरी खिसक्यो तर नि खोज्यो कहाँ राम्रो नि आइपुग्यो तर के छ रे हो ठ्याक्कै आउँछ है ल्या उल्टै पो तपाईँहरूले गर्नु पर्यो क्या सबैले गर्नु पर्यो ल है सकिँदैन नि अब मिस्टर उमेश भ्लग 8मा सबैले गर्नु पर्यो ल है सकिँदैन नि अब मिस्टर उमेश भ्लग 8मा 4 जना सब्सक्राइब बढ्यो है उसो भए 4 जना सब्सक्राइब बढ्ने भयो अब मेरो चाहिँ सो अब तपाईँहरू हेर्नुहोस् 4 जना सब्सक्राइब बढ्छ के हो जस्तो नि फिल भएको छ आफूलाई चाहिँ हेरौँ अब के हुने है अरू चाहिँ सबै कपाल हामी चाहिँ तिरपल अब के सकिन्छ त चिच्ची हुई खेलाउनु लाग्छ क्या गजदारलाई यता चिप्लेटी खेल त चिच्ची हुई खेलाउनु लाग्छ क्या गजदारलाई यता चिप्लेटी खेल त आर यु कमेडी मी चिप्लेटी खेल्न लाउनु पर्यो अन्त के भन्नु कपाल छैन नभएपछि त नि चिप्लेटी खेल्न लाउनु पर्यो नि त यस्तो छ रमाइलो हुन्छ ठाउँ त राम्रो छ यार हल्का हुँदैछ कि कम्प्लिट चाहिँ भएको छैन कि ठाउँ चाहिँ भर्खर बनिरहेछ भर्खर बन्दैछ होइन स्टार्टिङमा यति राम्रो राम्रो छ यार होइन यो के भन्छ नि दामी ठाउँ रहेछ यार कपालहरूको लागि चाहिँ दामी छ क्या है उता नै हेर्न सक्नुहुन्छ यहाँ हेर्नु घुमाइ सुरत लेक भनिरहेको त्यहाँ देखिएन क्या त्यो नत्र यस्तो घुमाइ गइदिन्छु म लास्टमा चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो शङ्कर बेली पार्कमा चाहिँ यस्तो खतरा हुने रहेछ आइटमहरू पर्ने रहेछ नि
ड्रोन त अझै इजी भएको सजिलो हुन्छ ड्रोनबाट चाहिँ उमेशले ल्याउनु पर्छ क्या सो यस्तो हेर्न सक्नुहुन्छ तपाईँले अब म ड्रोन मात्रै होइन हेर न के हुन्छ हुन्छ बिस्तारै स्टार्टिङ हो अब मेरो दाइको त लो क्वालिटी भलक अब स्टार्टिङ हुँदैछ नि त भर्खर होइन छैन अब क्यामेरामै मगाउँदै थिएँ कुन क्यामेरा DSLR मेरो भनेको क्यामेरा मगाएपछि दामी हुन्छ तर 3 घन्टा वेस्ट गरेर हामी चाहिँ अब आफ्नो गन्तव्यमा त आउनु त आइपुग्यो रमाइलो त रमाइलो भयो हो सुरज गस्तार जे भने 3 घन्टा वेस्ट भयो नि त हाम्रो होइन यताउति खोज्दा खोज्दा यही ठाउँमा आउनको लागि यति सङ्घर्ष गर्यो कि हामीले तर जे होस् यहाँ आइसकेपछि आनन्द भयो किन भन्दाखेरि आनन्द भयो क्या अब आनन्द किन भयो भन्दाखेरि अब त हेर्न पाइयो नि त राम्री राम्री अब किनकि अब नेक्स्ट टाइम आउँदा त अब हुँदैन अब ठ्याक्कै अब आइन्छ नि त त्यहाँबाट लप्डाएर भन्छ किनभने परियाले भन्छ फेरि केले भन्छ अब सकिन गाह्रो पार्छ हाम्रो केटाले गर्दै गस्तार भाइले स्योर गाह्रो पार्छ क्या बिहारी बोलिदिन्छ कि त्यही मजा लाग्छ क्या सुन्नलाई नि सो यहाँ होला पिकनिक आउनु भएको रहेछ कि रमझम गरिराख्नु भएको छ यता नि अब यही हो नि फुल भाइरल फुल त्यस्तै भन्छन् भाइरल फुल खोइ हामीसँग फुलै छैन सो जताततै टिकटक बनिरहेको छ हामी त अब के भनौँ कपालहरूको लागि चाहिँ राम्रो रहेछ क्या सो प्लेस भनेको कपालको लागि हो तर विचार के भन्नु कपाल नभएपछि केटा दिइरहेको छ हाम्रो पोज हेर न पहिला मैले हानेको हेर त्यो दान्दो क्या मैले पोज कसरी लिइरहेको छु त्यो हाम्रो विचार केटाले दिइरहेको छ एकलाई फुल लिने गरिरहेको छ के भन्नु ठिकै छ छिटो बुझाउनु पऱ्यो यसमै के कसो बुनेलाई दिउँ ल बुने मजाले लास्टमा बुने नि अब भाइरल गर्नु पऱ्यो हामी बुनेलाई चाहिँ बुने लजाइरहेको छ ल ठिक छ बुने हाम्रो यस्तो खतरा भयो नि त नि कन्टेन्ट सो खतरा भयो नि त कन्टेन्ट जनता जान चाहन्छ हात्तीको सो हामी चाहिँ अहिले पुरै शङ्कर बेली पार्क घुमिरहेको छ उता हात्ती रहेछ त्यहाँ मनाएको शङ्कर बेली पार्क घुमिरहेको छ हामी चाहिँ खतरा रहेछ जे होस् अब कपालहरूको लागि चाहिँ पर्फेक्ट ठाउँ रहेछ क्या यो चाहिँ होइन राम्रो ठाउँ रहेछ नि त दामी हुने रहेछ क्या हामी चाहिँ अब केटाकेटी दुई सबैहरू कपाल गराउँछ हामी चाहिँ चित्त दुखाइ हुन्छ यस्तोमा चित्त दुखाइ भन्नाले हल्का इन्सल्ट फिल पनि हुन्छ होइन तर के भन्नु फिल गरेर हुँदैन तर त्यो इन्सल्ट फिल गरेर नि हुँदैन होइन जसो अब चिच्ची हुई गर्न लाग्छ हाम्रो केटालाई खतरा ठाउँ छ त्यहाँ राम्रो ठाउँ छ त्यहाँ खतरा ठाउँ छ त्यहाँ उसले फोटो स्क्रिनसट गर्ने है फोटोको लागि मरिरहेको छ तँ हाम्रो गस्तार भाइ उसुरा उता हेर्नु सक्नुहुन्छ त्यो फोटोको लागि मरिरहेको छ त्यहाँ स्क्रिनसट गर्न त्यही युट्युबबाट मिस्टर उमेश भला गेटमा ठ्याक्कै हेर्न पाउँछस् त्यही म्याम भाइ होइन खतरा छ त्यहाँ जे होस् लपडाँडा कुन हौ ए लपडाँडा चढिदिनु पऱ्यो हामीले चढ्नु पर्ने हो लपडाँडा त्यो चाहिँ होइन जे होस् राम्रो ठाउँ छ कपालको लागि चाहिँ राम्रो ठाउँ छ कपाल आयो भने चाहिँ पर्फेक्ट ठाउँ भने के होला सो यहाँ फोटोसोटो भइरहेको छ यहाँ सुरज सिङ्गल आयो क्या केटाले सिङ्गल आउँदा चित्त दुखाइ हुन्छ नि त मुनि राम्रो ठाउँ छ जे होस् राम्रो छ उसले त फोटो ल म फोटो यहीँबाट सर्ट हुन्छ त्यही ल वान हुन्छ डाइरेक्ट छ यहाँ छ त हामीलाई के थाहा भइरहेको छ पोज मात्र चेन्ज गर्दै त ल हो पोज चेन्ज गरौँ ल 4-5 आमा पोज उसको अब एउटा पोजै उसको हो नि त्यो कम्पलसरी पोज भन्छ हरेक भिडियोमा त्यही पोज आउँछ त्यो अनि त्यही भएर कम्पलसरी पोज सो यो शङ्कर बेली पार्क अब भाइरल हुनुको रिजन के हो मेन अब तपाईँहरू हेर्न सक्नुहुन्छ त्यहाँ फुल टिपिरहेको छ हाम्रो भाइहरू पूजापुजी भाइहरू होइन त्यसै गरी त्यहाँ बुनेर आमा पोज हाम्रो बुनेहरूको खतरा होइन सकिँदैन नि फेरि अनि त्यस्तो भइसक्यो सो यस्तो रमाइलो भइरहेको छ होइन जे होस् रमाइलो भयो तर यसमा चाहिँ कपालहरू चाहिँ आउनुपर्ने रहेछ हामी अब केटाहरू आएर त्यहाँदेखि काम बिग्रो यसको ठ्याक्कै कपालहरू आउनुपर्ने रहेछ क्या सो जे होस् रमाइलो भयो ठाउँ चाहिँ अलिक तालले भरिपूर्ण ठाउँ छ होइन ताल अनि यो बेताल भनेको यो जङ्गलहरू होइन ताल भनेको यो तपाईँहरू हेरिराख्नु भएको छ सो जे होस् राम्रो ठाउँ छ रमाइलो छ रमणीय ठाउँ यो ठाउँ चाहिँ आउनै पर्ने हुन्छ है तपाईँहरू जति पनि मान्छेहरू हुनुहुन्छ नि आउनै पर्ने हुन्छ है छैन उता सो अब हामी चाहिँ जान लाग्यो होइन यो अहिले मैले चाहिँ जुन यो भिडियो जुन जहाँबाट सर्ट गरेँ भिडियो सर्ट यो हामी चाहिँ ठ्याक्कै लपडाँडाबाट सर्ट गरिरहेको छु भिडियो चाहिँ मैले किन भन्दाखेरि यहाँ लपडाँडाबाट सर्ट गरिरहेको छु किन म तपाईँलाई जुम गरेर नि हेर्छु क्या हेर्नु सक्नुहुन्छ यो ठ्याक्कै यहाँबाट चाहिँ हरेक पुरै यो छ नि शङ्कर बेली पार्क यो पुरै देखिन्छ क्या यो डाँडाबाट चाहिँ त्यही भएर चाहिँ हामी ठ्याक्कै अब भिडियो सर्ट भइसक्यो अब जाँदैछौँ हामी होइन सो यहाँ चाहिँ कपालहरू आउँदा अझ सो फाइनली हामी चाहिँ अहिले शङ्कर बेली फुलबारी ठाउँमा आइपुगेको छौँ सो यस्तो छ होइन जताततै अब हेर्नु सक्नुहुन्छ तपाईँहरू हामी पनि आइरहेको छौँ बल्ल सो गइदिउँ होइन है सो जाँदैछौँ अब रमाइलो गर्छौँ हल्का देखाउनु पर्यो नि त आँखाहरूले यो चाहिँ धेरै टाढा भन्दा इटरी पर्दैन रहेछ नि त यार यो त हामी इटरी भनेर आउँदा आउँदा इटरी धेरै पस्नु रहेछ क्या रामधुनी नगरपालिका पर्दैछ सो तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ हल्का रमाइलो पनि भइरहेको छ नाचगान पनि भइरहेको छ हामी त अगाडिबाट जानु मिल्दैन पछाडिबाट जाँदैछौँ हामी चाहिँ होइन अगाडिबाट पछाडिबाट आयो नि त हामी सो अब डिस्टर्ब गऱ्यो भन्नुभयो कि त्यो फरक परेन होइन यस्तो हल्का रमाइलो गरेर हान्छौँ यसो
टिकटकको लागि चाहिँ राम्रो ठाउँ रहेछ यो चाहिँ ठाउँ रहेछ नि त टिकटकको लागि टिकटक बनाउनुको लागि अनि कपालहरू आउँदा चाहिँ राम्रो हामी त के को बिना केटाहरू मैले भनिरहेको थिएँ सिङ्गल नआइजाउँ भनेर अब केटाहरू सिङ्गलै जाउँ रमाइलो गरौँ भने बिचरा भएन सोचे जस्तो भने अहिले फोटो भने फोटो चाहिँ हुन्छ नि यार हुन्छ नि हाम्रो साथीले त फोटो भनिरहेछ होइन फोटो भनिरहेछ यहाँ हाम्रो अर्कै छ कन्टेन्ट उसले फोटो भनेर यस्तो पोजिदिएर हाम्रो फेरि हुन्छ त यस्तो पोजिदिनु हजुर के साह्रो हतार भयो क्या उसलाई यहाँ युट्युबबाट तान्न म्याम स्क्रिन सट हान होइन त्यो नि हुन्छ नि यार हुन्छ यहाँ पिकनिक सिक्निक आउनु पाउने रहेछ नि त पिकनिक हो के हो भनेको त सेलरोटीको व्यवस्था रहेछ त्यहाँ कचडा छ यस्तो छ तपाईँले हेर्नु सक्नुहुन्छ यो सेलरोटीको पनि व्यवस्था छ हाम्रो जे हो हेर्नु सक्नुहुन्छ यता पनि आन्टीहरूले मिहिनेत गरिराख्नु भएको छ उता पनि मिहिनेत गरिराख्नु भएको छ अनि यता पनि मिहिनेत गरिराख्नु भएको छ हामी त के को मिहिनेत गर्नु सिङ्गल लाइफ रक भन्छ बिचराहरू सिङ्गल छ सो डिस्टर्ब हुन्छ सो यस्तो छ हल्का डिस्टर्ब हुन्छ अब फेरि ठ्याक्कै बाटो पर्छ त्यही त हामी त्यही भएर परिरहेको छौँ त्यहाँ गएर जानु मिल्दैन किनकि फोटो यसो सर्ट हुँदैछ नि त ठ्याक्कै गयो भने फेरि डिस्टर्ब हुन्छ अब जाँदा हुन्छ नि ल ठिक छ त हामी ठ्याक्कै जाँदा हुन्छ भन्नुभयो अनि हामी अनुमति बिना त हामी कहीँ केही गर्दैनौँ क्या बिना अनुमति त कामै गर्दैनौँ क्या म अनुमति चाहिँ लिनुपर्छ है के कसो हो अनुमति बिना त कामै गर्दैनौँ हामी होइन अब उसले फुल टिप्नलाई हतार भएको हो कि के हो तँलाई फेरि उसले मैले भनेको थिएँ केटी लैजाऊ केटी ल्याऊ भनेर सो मिससँग आउँछु भन्छ हाम्रो केटा चाहिँ हेर्नु सो केटालाई चिप्लेट खेल भनेको अब डराएको छ त्यहाँ हाम्रो खेल्ने होइन भन्छ केटाहरूलाई ठिक छ त्यो खेलेपछि त भइहाल्छ जसरी खेल्नुहुन्छ होइन तर हुँदैन भने कि त्यही भएर चाहिँ हामी ठिक छ फरक पर्दैन अब त्यहाँ चाहिँ के रहेछ हौ अनि मेरो भनेको कन्टेन्ट हाम्रो यता फुलबारी होइन त हाँ मेरो भनेको फुलबारी रहेछ अरे कि उता त्यो पोखरीमा त्यही भन्छ अब जानलाको भयो जन्म यस्तो छ हाम्रो चाहिँ एकदम हामीतिर हान्छ होइन हजुर आइपुग्नु हुन्छ एउटा मात्रै क्यामेराबाट बनाएको कि भएन राम्रो आएन कि एउटा मात्रै क्यामेराबाट बनाएको कि भएन राम्रो आएन कि मान्छे तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ त्यसो पो सो हाम्रो यस्तो हुँदैछ फोटो हान्नु पर्ने रे हामीले यहाँ फोटोमा खिच्न लाइनमा छ हाम्रो केटाहरू साथीहरू चाहिँ फोटो हान्नु पऱ्यो भने लाइनमा छ अब यस्तो फोटो हानिदिनु पर्ने भयो यता बुनेहरूको दाइ भन्छ त्यसै है उताबाट पो ए ल ठिक सो फोटो हान्नु पर्ने भयो अरे हो ए ल ठिक सो फोटो हान्नु पर्ने भयो अरे सो फोटो हान्नुपर्ने बहिनीहरूको हाम्रो चाहिँ यस्तो छ होइन ठिकै छ हानिदिउँ न क्यामेराम्यान भइसकेपछि अथवा यस्तो गरिदिनु पर्छ सो हेर्नु भन्छ ए ल ए ल यहाँ अब डान्स भइरहेछ रमाइलो भइरहेछ है ठिकै छ यहाँ सो हामी चाहिँ अब यस्तो हुँदैछ होइन रमाइलो भइरहेछ कता पनि फुलबारी ए ल जाउँ त जाउँ ए ल हुन्छ ल पोखरीबाटै टिपेको हो ल जाउँ धरानबाट आएको हाम्रो बुनिहरू चाहिँ हामी अब बेर्चकबाट आएको सो ठिकै छ त बुनिहरूले अब फुल टिप्नु पऱ्यो भनेर चाहिँ अरूको देखासी गरेर बुनिहरूले नि हेरिरहनु हामीलाई ठिकै छ बुनिहरू जानुहुन्छ ल जाउँ त बुने जाउँ त जाउँ हामी हामी को जाने ल्या उल्टै पो होला हेत्तेरी तिमी जाउँ टिप्छु भनेर थियो त बुनेलाई टिप्छु भनेर थियो ल जाउँ बुनेलाई फुल टिप्छु भनेर थियो अनि म त अब यसो भिडियो सिडियो बनाउने मान्छे परेँ क्या सो अब म त अब जाने कुरै भएन नि त बुने तिमी जाऊ टिप म भिडियो बनाउनु छँदैछु नि म पनि बनाउँछु नि त बुने भ्लगमा आउँछ हाम्रो युट्युबमा आउँछ अझ ल कताबाट आउने जाउँ त मेरे सवालों का मंजर तू हाँ मैं सूखा सा सारा समंदर तू हाँ गुलाबी सी सुर्ख जो मैले त फाइनल हानिसकेँ
यहाँ हाम्रो केटाले नि अझै हान्नु पऱ्यो भनेर उता अब फोटो सर्ट हान्नु पऱ्यो फोटो रिसर्ट भएको छैन नि त मैले गरेको छैन एउटा गरेको छैन किन भन्दाखेरि मैले त त्यही पारा युट्युबमा हाल्यो हो भ्लग्स लगाएन यहाँ आउँछ खतरा देखिँदैछ त्यहाँ पुरै देखिन्छ त्यहाँ टाच जहाँ देखिँदै यहाँबाट खतरा देखिँदैछ नि त्यहाँ पुरै यताउति भनिन्छ हाम्रो साथले टाच त्यहाँ यहाँबाट हो नि त मेन कन्टेन्ट भनेको सो फाइनली के भन्छ शङ्कर बेली पार्क अब इन्डिङ भइसक्यो अब हामी चाहिँ घर जानु खोजिरहेको छु सो भिडियो कस्तो लाग्छ तपाईँहरू सबैले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु पऱ्यो लाइक कमेन्ट सेयर गर्नु पऱ्यो होइन अनि यदि तपाईँहरूले यहाँ आउन चाहनुहुन्छ भने मस्त तरिकाले आउनुहोस् रमाइलो गर्नुहोस्